साथीहरु आज चाहिँ हाम्रो यहाँ घरको बुहारीको बर्थडे छ हैन अनि हामीले चाहिँ सरप्राइज प्लान राखेको गरेर अनि जान्छौँ हामी जो केक लिएर आउँछौँ अनि कस्तो हुन्छ सरप्राइज हेर्दै गर्नु होला यहाँ बहिनी साथी म फोन गर्दैछ है गएर त तैँले फेरि भाउजूलाई गिफ्ट दिनु भन्छ यसरी मेसेज गर्छु हेरिदिनुहोस् कस्तो प्लान गर्नलाई कति गाह्रो पर्यो बाइकमा उतै जानु अरुणालाई भेट्न भन्दै थिइन् होइन अरुणालाई भेट्न म यहाँ काम सकेर जान्छु तिमी बिहा खाएर आऊ प्रेरणाले पुऱ्याइदिन्छ भनेर प्रेरणालाई पुऱ्याउनु लाग्यो होइन अनि माइजू आज लाग्छ अनि अब यहाँ माइजू भाउजूलाई चाहिँ एकदम ग्रान्ड सरप्राइज हुनेवाला छ उसको रियाक्ट कस्तो हुन्छ तँलाई पनि रियाक्सन भिडियो अनि आफूलाई मिठाई सिठाई के खाने एउटा पनि ल्याउनु न अनि स्प्रे ल्याउनु अनि त्यो बल्ने ल्याउनु अनि के इयर्स पनि ल्याउनु क्यान्डल पनि ल्याउने क्यान्डल नल्याउने अरे क्यान्डल उयो भर्खर 25 वर्ष हुँदैछ अनि क्यान्डल कहाँ ल्याउनु अहिले क्यान्डल लाज लाग्छ नि होइन होइन अनि तैँले भनेको ल्याइदिन्छौ अनि हाम्रो आफ्नो सरप्राइज गिफ्ट के ल्याइदिन्छौ अनि गर्छौ अहिले चाहिँ बाई बाई ल हामी चोक जानको लागि पनि रेडी भइसक्यो अनि हामी चाहिँ एकदम सिक्रेटमा गर्नुपर्ने हुन्छ अब हाम्रो टाइम भनेको सिर्फ 1 घन्टा छ हैन सरी अब हामी जाने अनि के ल्याउँछौँ कसरी गर्छौँ हजुर पनि हेर्नु है यहाँ गिफ्ट किन्न आउँदा यहाँ पनि आइपुग्यौँ है हामी गाइस हामीले केक पनि किनिसक्यौँ होइन तर केक किनेको चाहिँ खिच्नै बिर्स्यो त अनि हामीले खाजा पनि खाइसक्यौँ अनि अब चाहिँ मेरो छोरीलाई बोकिरहेको छ ढिलो भइसक्यो होइन हामीलाई थाहा छ अहिले पनि ढिलो पनि गरिसक्यो कि हामीले चाहिँ गिफ्ट पनि किनिदिन्छौँ तपाईँहरूलाई Happy birthday to you. Happy birthday dear Tejina. Happy birthday to you. जन्मदिनको धेरै धेरै शुभकामना बुहारीलाई Happy birthday to you भनिदिनु त सबैजनाले ह्याप्पी बर्थडे ट्विट गर्न थाल्यौँ छिट्टै जर्मनी घुमेर हामी सबैको तर्फबाट गिफ्ट केकभन्दा केक काटेर अनि गिफ्ट दिएको छौँ गिफ्ट चाहिँ एकैचोटि उगाएको अहिले नै गर न गर्नु थाहा पाइसक्नु होला लास्ट टाइम गरे पनि हुन्छ सम्म मात्रै थाहा भएछ लु खोल्नु न खोल्नु केही हुँदैन मैले रोजेकै त कलर चाहिँ सरप्राइज गिफ्ट यही कलर कहाँ हो सबैजना धेरै 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 धन्यवाद यति स्पेसल बर्थडे मनाइदिनु भयो मेरो त केही प्लानै थिएन बर्थडे मनाउने यसपालिको चाहिँ झन् दामी बर्थडे हो यसपालि योभन्दा झन् ठुलो बर्थडे मनाइदिन पाम अनि यो त केही पनि होइन तर पनि यसलाई चाहिँ ठुलो मानिदेऊ है बुहारी हजुरआमाले चाहिँ बुवालाई टिका लगाइदिइहाल्नु भयो अनि त्यसपछि बुहारीलाई पनि लगाइदिनु भयो बुहारीलाई चाहिँ दक्षिणा धेर भयो लिन भन्दै थिइन् त्यही पनि हजुरआमाले पनि लाउनु भयो बुवा मम्मीले पनि टिका लगाइदिइसक्नु भयो अब चाहिँ टिका लाउँदै लाउँदै अब के कार्यक्रम हुन्छ हेर्दै जानु है त हजुरहरूले पनि केही त बुझ्नु पऱ्यो नि हेरेर होइन अनि हामी चाहिँ केक खान थालिहाल्यौँ है खुवाउन पनि थालिहाल्यौँ अब हजुर हेर्दै हेर्दै जानुहोस् है हेर्दै सकिसकेको छ अब मिठाईहरू छ हामी त्यही खान्छौँ अलिअलि अनि अहिलेलाई चाहिँ बाई बाई हजुर नाच्छु मेरो भ्लगलाई कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला सबैजनालाई धन्यवाद नमस्कार